हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म ड्युटी जान लाग्यो, नाइट ड्युटी छ। अब ठ्याक्क घरबाट हिँडेर मैले रामचोकमा आएँ अनि ठ्याक्क उता बस स्टपमा जान लागेको छु। मेरो छाया मलाई मन पर्यो, त्यही भएर म एकछिन छायाको फोटो लिन्छु। त्यसपछि म बस स्टेसनमा गएर रोक्छु, एकछिन गाडी कुर्छु, ड्युटीको गाडी। ड्युटी सकेर म बिहान चोकमा आउँछु। चोकबाट घाम चाहिँ मजाले दामी देख्यो त्यही भएर घामको फोटो झ्याप्छु लिएर म सरस्वती घरतिर आउँदैछु। बाटोबाट फेरि एउटा घामको फोटो लिन्छु अनि फेरि फोटो लिएर म चाहिँ सरस्वती घर आउँछु। अनि यता टाढा फेरि लिग्न मन लाग्यो अनि फेरि अझ एउटा घामको फोटो लिएर म घरतिर हिँड्दैछु। लगभग 10-15 मिनट हिँडेपछि म घर आइपुगेँ। थ्याङ्क यू गाइस, किप वाचिङ। आजको लागि यति नै मेरो मिनी ब्लग।